हेलो गुड मर्निङ लस्सु फ्याफुल्ला वेलकम टु ब्याक माई युट्युब च्यानल है साथीहरू। यो स्वर यस्तै छ, धेरै भयो ग्याप भयो यार है, भिडियो हाल्न नपाएको धेरै भयो, धेरै पछि आएको छु म। मोस्टली त मेनली अब म चाहिँ सन्चो भएन के, अनि सन्चो नभएपछि धेरै गाह्रो है। अनि गाडी त चलाइरहेको थिएँ तर भ्लग बनाउनै ऊ भयो के, धेरै बोल्यो भने हुने है, एकदम हार्ड फिल हुने कि होइन, एकदम गाह्रो चाहिँ ऊ हुने फिल हुने, एकदम धेरै बोलिराख्यो भने एकदम विक फिल हुने के होइन, अनि अलि विक जस्तो हुने है। अनि त्यही भएर भिडियोहरू हाल्न पाइरहेको थिएन। आज पनि सन्चो त छैन, तर अस्ति हेरी त लगभग भयो नि 10-12 दिन भइसक्यो नि। 10-12 दिनमा एक दिन सन्चो भए जस्तो हुने, अब त ठिक हुन्छ क्यारे भन्ने हो, बेलुका भएपछि फेरि त्यस्तै, अनि फेरि भोलिबाट च्याप्ने, फेरि पर्सिबाट फेरि हल्का रिकभर भए जस्तो हुने, जिउ हल्का भए जस्तो हुने, अनि त्यहाँबाट त्यस्तो हुने, एक दिन ठिक हुने, एक दिन फेरि त्यस्तै हुने के, रिपिट भइरहने। अनि केही गरेर औषधिहरू कति खाइसक्यो भएकै छैन भने यहाँ। अनि त्यही भएर साथीहरू अब यो सिजन पनि यस्तै छ होइन, तपाईँहरू पनि एकदम आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। अब त के भन्नु होइन, समय यस्तै छ। अब जाडो पनि दिउँसो एकदम भयङ्कर गर्मी छ, बिहान र बेलुका मात्रै जाडो है। जाडो त पहिला त भयङ्करै जाडो हुन्थ्यो, अब अहिले त खै कस्तो कस्तो, यो पुरै ककटेल के पुरै। अनि त्यही भएर अब मेरो स्वास्थ्य जस्तो भए पनि होइन, आफूले त आफूलाई ख्याल गरिरहेको छु होइन, मेन्टेन गरिरहेको छु। तपाईँहरू पनि आफ्नो स्वास्थ्यको धेरै ख्याल गर्नु होला। अब यो समय भनेको त त्यो पहिला जस्तो समय होइन रहेछ क्या, औषधि जति खाँदा पनि नहुने, जे गर्दा पनि नहुने होइन। अब बेड रेस्टै गर भन्छ, अब बेड रेस्ट गरेर एक दिन बेड रेस्ट गरेको दिक्क लागेर फेरि घरमा नि दिक्क लाग्ने कि, रुममा बस्दा नि के गर्ने, छटपटी हुने, तनाव हुने है। अनि यसो बरु हिँड्दाखेरि टाइम पास त हुन्छ नि त, अनि घरमा बसे त झन् गाह्रो फिल हुने क्या। अब हस्पिटल बस्ने कुरो भएन पो होइन, अनि त्यो जब रुगा खोकी लागि अनि हल्का ज्वरो पनि आइरहेको थियो। सो त्यस्तै छ साथीहरू, अब धेरै समयपछि भिडियो लिएर आएको छु, लास्टसम्म हेरिदिनु होला। अब नयाँ नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला, राम्रो लागेदेखि है ल। अब आज दिनभरि के कस्तो हुन्छ सब तपाईँलाई देखाउने छु। अहिले चाहिँ म एउटा ट्रिप लिएर आइसकेको छु यहाँ उबाट, रुम होइन, रुमभन्दा अलि माथिबाट या पुल्चोकको लिएर आएको। पुल्चोकमा त्यो जाम सुरु हुन लागिसक्यो नि त, सिग्नल छ, अनि अलिक भित्र छिरिदिएको यो अदालत जिल्ला के अरे चाहिँ उच्च अदालततिर। अब खोइ यहाँ ट्रिप पनि लागिरहेको छ नि, हेर्नु न 195 को अघि यहाँ 3-5 मिनट भइसकेको छ। यो के उठाउँ, यता सानो बाटो छ भित्र, त्यो भएर उठाएन मैले। नेट पनि स्लो छ, अझै एनटिसीको नेट एकदम गडबड भइरहेछ भने। ल त है साथीहरू, अब कहाँको ट्रिप लाग्छ के लाग्छ फेरि म तपाईँहरूलाई भन्ने छु, अपडेट गर्नेछु है त, हेर्दै जानु। हेलो साथीहरू, मलाई फेरि ट्रिप लागिसकेको छ है, याङ्गोको एउटा ट्रिप लागेको छ यहाँ कुपन्डोल हाइटबाट यता पाटन कृष्ण मन्दिर जाने। फोन हानाउन एकचोटि के हुन्छ होइन, लिन जानु पऱ्यो। ट्रिप छैन अचेल, धन्दा चौपट छ है साथीहरू। अस्ति 1-2 दिन राम्रो भएको थियो, माग लागेर लास्टमा पारा त्यस्तै भइसक्यो फेरि। गाह्रो छ गाह्रो गाइजहरू। अब लिन जाँदैछु, यो कति 100-150 जति 200 जतिको ट्रिप होला या कम्फोर्टको रहेछ। कम्फोर्टको त ठिकै हुन्छ, इकोनोमी भन्दा त योहरूमा चाहिँ। अब यो ट्रिप बजेपछि फेरि हेर्नु नि, इन्डिया पनि यस्तो मजाले बज्छ, के गर्ने अब। ल यो पनि कम्फोर्टको हेरी यस्तो राम्रो छ यार। अब यता जाउँ कि यता जाउँ भएन, मान्छेलाई पुरै अल्मलाउने क्या यार, दुधार बनाइदिने। अब फोन आयो ल यताबाट। हेलो, ठिक है। यो अब इन्डियन्स रहेछ, हँस लोकेसन पे हम भन्छ है, के गर्नु, लिनै जानु पर्यो, यति नगरे पनि हुँदैन। पेसा धन्दा चौपट बनाइसक्यो एप्लिकेसनले पनि। एप्लिकेसन आएर त चौपट त भयो होइन, तर रेटले गरेर के लामलुम घटाइदिइहाल्यो, झन् दिन प्रतिदिन घटिरहेछ।
सबै कुरो बढिरहेछ। अब भाडा दर घटिरहेछ, अचम्म, कोही बोल्दैनन्, केही बोल्दैनन् है। अनि कमाइ यति हुन्छ उति हुन्छ भनेर भन्छ, सबैमा त लागु नहोला, तर होइन मेरो केसमा पनि अब माइन्ड चाहिँ मैले त्यो बनाएर मात्रै हो मेन्टेन गर्न सक्ने होइन। नत्र भने त एउटा सामान्य तरिकाले मात्रै ट्याक्सी मात्रै चलाएर गर्छु भने त गाह्रो छ नि। 5000 कटाउनु गाह्रो छ। अब हामी एउटा अनुभवको पनि भयो होइन, अलिकति चतुर्याइ पनि गरिन्छ कहिलेकाहीँ होइन। अब मान्छेसँग कहिलेकाहीँ त्यस्तै किसिमले व्यवहार पनि गरिन्छ। अब त्यही भएर टिकिरहेछ होइन। अब भर्खर सोझ साझा भर्खर फ्रेस ड्राइभर सर आएर चाहिँ ट्याक्सी चलाउँछ भने त गाह्रो छ त। अब पर किलोमिटर 30 रुपियाँ नै हुँदैन। अब भाडा 3500 बुझाउनु पऱ्यो इभीको, अर्को 1800 2000 बुझाउनु पर्छ अल्टोको, तेल हाल्नु पऱ्यो, एप्लिकेसनलाई कमिसन दिनु पऱ्यो, यताउता गर्दा त खोइ त नि लास्टमा त छैन त नि, ड्राइभरलाई त कहाँ बस्छ त नि। अनि त्यही भएर साह्रै मर्का परिसक्यो, गाडीको भाउ बढाइ छ। अनि के गर्नु यार, अब गाह्रो। 2 मिनट कुर्नु भनेर भनेको छ होइन, 2 मिनट कुर्थ्यौँ। Morning, मैं कहा मैं चल रहे हैं पापा तो मुझे ऑनर स्पॉट लपना नहीं शूट करा मैं चल ठीक है ओके काले आने में सोते हैं ਅੱਧਾ ਹੀ ਹੁੰਦਾ उन्होंने क्या भी उन्होंने फोन क्या भी मैं आगे दस दी आजको त्यो ट्रिप छोडेर आइपुग्यो है। हेलो गाइजहरू, म त ब्याक टु ब्याक टिप याङ्गोको टिप हाने गरेँ है। कृष्ण मन्दिर गयो, कृष्ण मन्दिरबाट त्यहाँ छोडेर साढे बाटोबाट बज्यो, साढे बाटो रिसिभ गर्न गयो, त्यहाँबाट इमाडोल छोडेँ, अनि यहाँ आएँ। इमाडोलको एउटा उको लिएर कृष्ण मन्दिरतिर गएर अनि यता आएको। फोनै उठाएन भने यार के गर्नु, ठिकै छ। अब टिभी त उता हुँदा राम्रो लागेर त यहाँ त टिभी लगाइरहेको छैन यार, के भयो साथीहरू। अनि जाँदैछु म, एउटा राइड इन गरिदिनु पऱ्यो। सिप छैन, 2-3 टिप त याङ्गो त राम्रो बज्यो, ब्याक टु ब्याक बज्यो। अब यता अहिले ठन्डा राम्रो भइरहेछ, के गर्नु त साथीहरू, यस्तै हो है। तपाईँलाई पछाडिको भ्यू पनि देखाउँछु म होइन। यस अगाडि टक्क ल्याएर यहाँनिर यस्तो भ्यू छ। अनि यता बाइक के भयो, बाइकलाई पेट्रोल सके जस्तो छ, पेट्रोल सके जस्तो छ बाइकको। हो कि बाइक चलाउनु नजाने हो, त्यो उनी जानु, त्यो तिनीहरू नै जानुन्, हामी त केही पनि नजाने हो। इमाडोलतिर आइरहेको छु अब। शीतल हाइट के भन्छ, साली नदी 800 रुपियाँमा को जान्छ हौ यतिखेर, बौला कुरो टोकिया छ र भने यार होइन। त्यो गाइस यहाँ ग्यारेजमा केटाहरूले चोट खाएछ भने गाडीभित्र बसेर मलाई थाहा भइसक्यो।
चुरोटै चुरोट गना छ आज यार छ। अब खोल्यो भने पुरै मैलो हुन्छ, फोहोर हुन्छ गाडी धुलोले। कस्तो यार यो केटाहरूलाई त के भन्ने यार। फेरि गाडीभित्र चुरोटको धुवा परेको मलाई यस्तो हुन्छ। यो चाहिँ उठाउनु जानुपर्छ, एउटा एयरपोर्टको ट्रिप उठ्यो भने जानुपर्छ है गाइस। 402 मा हानेको छ मैले, डिक्लाइन हाने त डिक्लाइन जाने हो। यो पनि जान्छु यहाँबाट स्विमिङ पुल ल ठिकै छ, हिँड केही हुँदैन, हिँड। भक्तपुरतिर पनि गइदिने हो अब, जाने हो। जहाँ जहाँ भेट्छ त्यहीँ जाने हो, जहाँ जहाँ भेट्छ त्यहीँ गइदिने हो। जुन भेट्छ त्यही उठाइदिने हो। के कसो साथीहरू, त्यसो नगरिकन यहाँ होला जस्तो मलाई लागेको छैन। अब ट्रिप छानी हान्न थाल्यो भने त यहाँ त त्यही हो। श्री गणेशाय नमः स्वाहा भने जस्तो हुन्छ। फेरि कम्फर्टेबल मगाएर रहेछ, हेरौँ न। हेलो हजुर, हेलो हेलो हजुर 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 भन्नुहोस् न, सुनिरहेको छु। बाटोमा हो, बाटोमा। यहाँ बाटो के भन्नुहुन्छ? हेलो हजुर भाइ, यो तिमीहरू स्विमिङ पुलमा आउनु न लोकेसनमा। ए हुन्छ हुन्छ ल, ओके। अब तिनीहरू लिन जाँदैछु म है गाइजहरू स्विमिङ पुलतिर। स्विमिङ पुलतिर पो रहेछ। ल साथीहरू, सूर्य विनायक आइपुगेको थियो। खोइ टिप लागेन यता जोरदार। अब खाली फर्किँदैछु म त, टिपै लाग्दैन। साली नदीको यहाँबाट 600 दियो, को जान्छ हो? होइन, हुने कुरा गर्नुपर्छ नि। ल ठ्याक्क सल्लाह घरि चोक आइपुग्यो। ओहो, दुईटा नै माइजू रहेछन्। फेरि यहाँनिर जोडी मिलाएर बसेको, एक हल जोडी। राम्रो फ्ल्याट 1015 टिप लाग्यो त हुन्थ्यो नि, कायदा हुन्थ्यो नि यार है। के गर्नु हो, कहाँ जाने हो? यिनीहरू त जाँदैन होला पक्कै पनि। के भाले जस्तो लाग्यो मलाई यिनीहरूले। यस्तोले हालिरहेछ, के भन्ने यार। अब है हामीलाई गाह्रो नि। ल गाइजहरू, टिभी हस्पिटलबाट एउटा लाग्यो मलाई लाग्न चाहिँ। अब टिभी हस्पिटल सानो गाउँतिरको बाटो रहेछ। अब त्यता अलि अप्ठ्यारो छ, कता जाउँ भन्ने सोच्ने पर्छ। पैसा भाडा धेरै छैन होला। टिभी लागेको मान्छे जस्तो लाग्यो मलाई। अब लिनै जानु पऱ्यो, के गर्नु यार। गाह्रो छ गाइज, गाह्रो छ। साथीहरू मलाई चाहिँ यता के भन्छ लक्ष्मी चोक भयो होइन। अब जानु पऱ्यो गाई चाहिँ, के गर्नु। यो यस्तो भइरहन्छ यार। यो आज उ लिएर आएन मैले है, ट्राइपोड लिएर आएन। भिजुअल पनि कता आइरहेको छ हौ गाइज, भिजुअल पनि कता आइरहेको छ है, हेर्न सक्नुहुन्छ।
त्यही त रहेछ मैले भने नि आखिर भिजुअल त्यहीको हो होइन। ल साथीहरू यस्तै चाहिँ अब लोकेसनमा आइपुग्यो। अब ट्याक्क ल्याएर यता त अघि म्यापै थिएन नि। यो अल्फाबेटा हो भन्ने त थाहा थियो, अनुमान थियो, तर यो म्यापले अलिकति उयो गरिदिएको भएर म यता आइपुग्यो। ए घाँसहरू जस्तो लाग्यो मलाई होइन। कतिजना छ यो घाँसहरू हेरौँ। 3 जना रहेछ। ल ठिक छ, त्यसो भए ठिक हो। साथीहरू म चाहिँ यता कता यो फन पार्कतिर आइपुगेको छु। फन पार्कतिर अब फाटाफुटा ट्रिप लाग्यो याङ्गको है। बस्नु पाएको छैन कुदै कुदै हो, के गर्नु अब। ल गाइजहरू म चाहिँ यतिखेर कता जोरबाडीतिर आइपुगेँ है, दक्षिण ढोकातिर। इनड्राइभमा 650 लिएर आएँ कम्फोर्टको। अनि त्यही मान्छे आउँदै थियो। म फन पार्क थिएँ, बागबजारबाट उठ्यो एउटा ट्रिप होइन, 280 को दरबार मल। अनि त्यो दरबार मल लिएर गयो। फेरि त्यही मसँगै सँगै आएको मान्छे ऊ पनि यता जोरपाटी आउने रे। अनि एक्सेप्ट गर्नु रे। ठिकै छ नि त, के हो र भनेर एक्सेप्ट गरिदिएँ। 650 मा 565 कति थियो, 650 649 कति थियो। अनि त्यही हो 649 कति थियो, त्यो दियो। त्यहाँबाट अहिले यति आइपुगेको छु। अब कताको ट्रिप लाग्छ हेरौँ है। यसो हेरेको खै ट्रिपै लाग्दैन। यहाँ नेटै गयो भने 4G पनि छैन, 2G पनि छैन। नेटको त्यो सिग्नलै देखाउँदैन भने के भयो। एन्टिसिपेट डाउन भयो क्या हो, सर्भर डाउन भयो जस्तो लाग्यो मलाई। होइन त यार। हुने रहेछ ल कुनै खोल्न चाहिँ। ल हेरौँ अब के हुन्छ। अब यहाँ सेटिङ मिलाएको छ अलिअलि, अगाडि पछाडि रोटेटको लागि। अनि चार्ज छैन गाडीमा, बग्रेली चार्ज छ, गोप्रोमा चार्ज छैन। स्वर पनि मेरो त पुरै भाँसे छ है। कहिले उठाउने होला अब यो भाँसेकोलाई। औषधि खाएको भएन, मरिगयो भएन। अब पठाउ बज्छ कि हेरौँ, पठाउ अन गरौँ। यहाँ त खोइ खोलितै होला जस्तो लागेको। जाउँ अब जानै पऱ्यो होइन। यस्तै डुबाउँछ यसले। अब टिप त लाग्यो है साथीहरू, लाग्न चाहिँ अब 1.5 किलोमिटर लिन जानुपर्ने छ। के भन्ने हेर, टिप त लाग्यो साथीहरू। अब म यो लिन जाँदैछु, यसलाई लिन जाँदैछु। अनि त्यसपछि यो कहाँ छ अरे मान्छेहरू त पारी छ। केएमसीतिर रहेछ जस्तो लाग्यो मलाई यो है। ल हेरौँ। अब म्यासेज चाहिँ गरेछ मलाई, लोकेसनमै छु दाइर होइन। अनि मलाई चाहिँ यहाँको चाहिँ के चाहिँ मन पर्दैन भने होइन, त्यत्रो सस्तो छ, एकल फोन गरिदिँदैन के। अनि राम्रो फेयर दिएर होइन, सबै कुरो भयो भने चाहिँ ड्राइभरको रेस्पोन्सिबिलिटी हो होइन, कहाँ हो के हो भन्ने कुरो। अब सस्तो सर्भिस खोज्ने, अनि त्यो माथि फोन पनि हामीले नै गर्नुपर्ने होइन। कि त भिखारी हामी भन्नु पऱ्यो होइन, त्यो एक्सेप्ट गरौँ तिनीहरूले, क्लाइन्टले, एज अ क्लाइन्टले। यो चाहिँ पेसेन्जरलाई पनि मैले त भनिरहेको हुन्छु, तर यो याङ्गो कम्पनीलाई भन्नुपर्ने छ। एक्चुअली मजाले भन्नुपर्ने छ। मैले धेरै विचार गरिरहेको छु होइन। अब के हुन्छ हेरौँ। गुड इभिनिङ है, गुड इभिनिङ। म त यता उतिर आइपुगेको छु। कता ठाउँमा आइपुगेँ है। दिनभरि चक्कर लाउँदा त्यो अघि
यी मोडलमा आइपुगेको थियो। यी मोडलमा यस्तो जाम या त्यहाँबाट 650 को ट्रिप उठाएको थिएँ मैले न्यु रोड आउनलाई। लोकेसन पनि उल्टो हालेछ। त्यहाँबाट जाम त्यस्तै यार, पैसा थपेर पनि दिएन। यस्तो रिस उठ्यो के भन्नु। अब मान्छे कुद्नु भएन है रिस उठेर। गाह्रो छ गाह्रो। अनि त्यही हो साथीहरू, तपाईँ आइपुगेको छ। एउटा याङ्गो ट्रिप लागेको छ यहाँ नर्सिङ चोकबाट कलङ्कीको। अब फोन हान्न पऱ्यो। जाम जस्तो छ यहाँ पनि, ठमेलतिर पनि आज खुलिँदै होला सही। जाम छ जस्तो छ, जाम लाग्यो। यता पनि खोदाइ सुरु भएको जस्तो छ। खोदाइ अब आज फ्राइडे, यता एकछिनमा चहल पहल हुन्छ। कलङ्की छोडेर जाने घरतिर। अगाडि नर्सिङ चोकको गल्ली होइन त? म हेर्नु त यता आएछु लोकेसन। त्यही त नर्सिङ चोकबाट लेफ्ट हो क्या अगाडि, जाठा जान्तिर, छैटी चौक जान्तिर। तपाईँ कहाँ गल्ती हुनुहुन्छ के? तपाईँ अर्कै गल्ती हुनुहुन्छ। तपाईँ त्यो गल्ती होइन, त्यो गल्तीको यता राइट लेफ्ट साइडको गल्ती आउनु। अर्को गल्ती जानुभयो क्या तपाईँ। अनि लोकेसनमै छु भन्छ भाइ यार। अघि म्यासेज गर्दाखेरि त्यहाँ के छ भाइको अगाडि? यहाँ अगाडि प्राइम ब्याङ्क छ। प्राइम ब्याङ्क, लक्ष्मी सनराइज ब्याङ्क पनि छ। तपाईँ अर्को गल्ली जानुभयो क्या दाइ? लोकेसनै यही छ भाइ पनि यार। अब म अर्को गल्ली गयो भन्छ। अब त्यहाँ बस्दै गर्नु म आउँछु। दिमाग खराब। मैले धेरै जान्ने भन्छ नि यिनीहरू यार। सरहरू अब घरतिर जाने हो। केटाहरू अब घरतिर जाँदैछु म चाहिँ। अब जति कमाइन त्यही हो होइन, पैसाले पुग्ने होइन कहिले पनि। मुख्य त सन्चो छैन क्या, जिउ सन्चो नभएपछि धेरै गाह्रो हुँदो रहेछ क्या। पहिला जस्तो ज्यान नहुँदो रहेछ। अब उमेरले पनि अलिकति त्यस्तै च्याप्दै ल्यायो होइन, ढल्किँदै ल्यायो, ढल्काउँदै ल्यायो। अब उमेरले पनि ढल्काउँदै ल्यायो। अब काल समय पनि यस्तै भइदियो हेर्नु न है। अब अहिले त शान्ति औषधि खाएर त टेर पुछेरै लाग्दैन। अनि बिरामी पनि अब त्यो रोगहरू पनि अनेक आयो, बिमारी पनि अनेक हुने भयो क्या। अनि त्यो इम्युन सिस्टमले कामै नगर्ने भयो होइन। अनि त्यही भएर चेकिङ रहेछ मामाहरूको। सो अनि धेरै समयपछि भिडियो हाल्यो हो। अब त्यही हो, भोलि फेरि बिहेमा जानु छ है गाउँतिर। अब बिहे छ गाउँतिर, त्यता जानु लाग्यो। भोलि एक दिन ग्याप हुन्छ होला, पर्सि आइन्छ। अनि अब पैसा कमाउने बेला अब यस्तो हुन्छ है। अब लगनको बेला अब फेरि भोलि पर्सि एउटा अर्को बिहे पनि छ गाउँतिर, सालो पर्नेको। त्यतातिर जानै पर्यो होइन। अनि यस्तै छ गाइज मेरो चाहिँ। भिडियो लाइक कमेन्टहरू गरिदिनु होला, सेयर गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है। यति भन्दै अब भोलि होइन, पर्सि अर्को भिडियोमा भेट्ने छु है त तपाईँहरूसँग। ल गुड नाइट, बाई बाई, सी यू गाइज, गुड नाइट है सबैलाई।